कल्पना गर्नुहोस्, बिहान 4 बजे बाहिर चिसो छ, ओछ्यान न्यानो छ। मनले भन्छ आज मात्र नउठौँ, भोलिदेखि गर्छु। अब एउटा सिपाहीलाई सम्झनुहोस् जो युद्ध मैदानमा थाकेको छ, डराएको छ। के त्यो क्षणमा ऊ भन्छ आज मन लागेन, भोलि लड्छु? कहिले भन्दैन, किनभने ऊ प्रेरणाको भरमा लडिरहेको हुँदैन, ऊ अनुशासनको भरमा लडिरहेको हुन्छ। अब आफैलाई सोध्नुहोस्, तपाईँ मन लागेको बेला मात्र काम गर्नुहुन्छ कि मन नलागेको बेला पनि? यही एउटै भिन्नताले संसारमा दुई किसिमका मानिस बनाउँछ, सपना देख्ने र सपना पूरा गर्ने। यसको नाम हो अनुशासन। प्रेरणा एउटा झुटो साथी हो। प्रेरणाले जोस दिन्छ, आँखामा चमक ल्याइदिन्छ, तर यो जति छिटो आउँछ त्यति नै छिटो जान्छ। जनवरी 1 मा जिम भिडभाड हुन्छ, फेब्रुअरी आउँदा आउँदा खाली हुन्छ। किन? लक्ष्य बदलिएन, प्रेरणा सकियो। प्रेरणा आगोको झिल्का जस्तै हो, छिटो बल्छ, काठ नहाले निभिहाल्छ। यो तपाईको मनस्थितिमा भर पर्छ र मनस्थिति मौसम जस्तै अस्थिर हुन्छ। साँचो प्रश्न यो होइन प्रेरणा कसरी पाउने, साँचो प्रश्न हो प्रेरणा नहुँदा पनि म कसरी उभिन सक्छु? यसैको जवाफ हो अनुशासन। अनुशासन भनेको के हो? अनुशासन जबरजस्ती होइन, यो आफैसँग गरेको बाचा हो, जुन मन लागोस् वा नलागोस् तपाईले निभाउनुहुन्छ। सबै सुतिरहँदा तिमी उठेर काम गर्छौ, मन भन्छ छाडौँ, तिमी भन्छौ आज पनि गर्छु। नतिजा नदेखिँदा पनि तिमी निरन्तर लागिरहन्छौ। धेरैलाई लाग्छ अनुशासन कठोरता हो, तर साँचो अर्थमा अनुशासन नै साँचो स्वतन्त्रता हो। जुन मान्छे आफ्नै इच्छाको दास हुन्छ, जे मन लाग्यो त्यही गर्छ, त्यो मान्छे स्वतन्त्र होइन, आफ्नै भावनाको कैदी हो। तर जसले अनुशासन सिकेको छ, ऊ आफ्नो समय र सोचमाथि मालिक बन्छ। सुरेश र विकासको कथा। दुई साथी, उस्तै सपना, सरकारी जागिर। विकास सुरुमा धेरै जोसिलो थियो, दिनको 12 घण्टा पढ्थ्यो, प्रेरणादायी भिडियो हेर्थ्यो। सुरेश कम बोल्थ्यो, तर उसले एउटा तालिका बनायो र हरेक दिन मन लागोस् वा नलागोस् त्यही पालना गर्यो। दोस्रो महिना आउँदा विकासको जोस घट्यो, कहिले पार्टी, कहिले भोलि गर्छु भन्ने बहाना। सुरेश उही तालिकामा अडिग रह्यो। 1 वर्षपछि परीक्षाको नतिजा आयो। सुरेशले जागिर पायो, विकास चुप्यो। विकासले भन्यो मसँग त तिमीभन्दा बढी प्रतिभा थियो नि। सुरेशले जवाफ दियो प्रतिभाले सुरुवात गराउँछ, अनुशासनले पूरा गराउँछ। किन अनुशासन नै साँचो शक्ति हो? 1. नतिजा दिन्छ, बाचा मात्र दिँदैन। प्रेरणा शब्द हो, अनुशासन कर्म हो। संसारले तपाईको शब्द होइन कर्म हेर्छ। 2. सुसङ्गतता ल्याउँछ। हरेक दिन 1% सुधार गर्नुभयो भने 1 वर्षमा तपाईँ 37 गुणा राम्रो हुनुहुन्छ। हरेक दिन 1% घटाउनु भयो भने वर्षभरिमा लगभग 0 मा पुग्नुहुन्छ। 3. भावनामाथि नियन्त्रण दिन्छ। भावना जे भए पनि काम त्यही हुन्छ जुन गर्नुपर्छ। 4. आत्मविश्वास मनाउँछ। हरेक पटक आफूसँगको बाचा पूरा गर्दा आफैमाथिको विश्वास बलियो हुन्छ। बाचा तोड्दा त्यो बिस्तारै भत्किन्छ। अनुशासन बनाउने 5 व्यावहारिक तरिका। 1. सानो सुरु गर्नुहोस्। एकैचोटि सबै बदल्न खोज्दा दिमाग विद्रोह गर्छ। 5 मिनेटबाट सुरु गरी बिस्तारै बढाउनुहोस्। 2. वातावरण सजाउनुहोस्। इच्छाशक्ति सीमित स्रोत हो। सही काम सजिलो, गलत काम गाह्रो बनाउने वातावरण बनाउनुहोस्। जस्तै पढ्दा मोबाइल टाढा राख्ने। 3. किन सधैँ याद राख्नुहोस्। गहिरो कारण थाहा हुँदा गाह्रो समयमा पनि अडिन सकिन्छ। 4. गाह्रो काम बिहानै सक्नुहोस्।
इच्छाशक्ति बिहान सबैभन्दा बलियो हुन्छ। 5. आफूलाई जवाफदेही बनाउनुहोस्। प्रगति ट्र्याक गर्नुहोस्। आफूलाई ढाट्न नसक्ने बनाउनुहोस्। अनुशासन नै साँचो आत्मपत्रेम हो। धेरैलाई लाग्छ अनुशासन आफूलाई कष्ट दिनु हो, तर साँच्चै यो सबैभन्दा ठूलो आत्मप्रेम हो। बिहान उठेर व्यायाम गर्दा तपाईँ आफ्नो शरीरलाई माया गर्दै हुनुहुन्छ। समयमै पढ्दा आफ्नो भविष्यलाई माया गर्दै हुनुहुन्छ। र आज छाडौँ भन्दा त्यो आराम होइन, आफैलाई थोरै धोका दिनु हो। तर यसको अर्थ प्रेरणा नराम्रो हो भन्ने होइन। प्रेरणाले सुरुवात दिन्छ, तर यात्राको लागि अविश्वसनीय गाइड हो। साँचो सूत्र: प्रेरणाले सुरु गराओस्, अनुशासनले निरन्तर राखोस्। तपाईसँग दुई बाटा छन्। पहिलो, प्रेरणाको भर पर्ने, जुन जोस हराउन साथ रोकिन्छ। दोस्रो, अनुशासनको बाटो, जुन सुरुमा गाह्रो लाग्छ तर बिस्तारै तपाईको पहिचान बन्छ। आफैलाई सोध्नुहोस्, म मन लागेको बेला मात्र काम गर्छु कि मन नलागेको बेला पनि? जवाफले असहज बनाए भने त्यही सुधारको सुरुवात हो। आजैबाट सानो बाचा गर्नुहोस् र त्यसलाई निरन्तर पालना गर्नुहोस्, किनभने प्रेरणाले तपाईलाई सुरु गराउन सक्छ, तर अनुशासनले मात्र तपाईलाई गन्तव्यसम्म पुर्याउँछ। जोस टिक्दैन, तर बानीले तपाईलाई बचाउँछ। मन लागोस् वा नलागोस्, उठ। यही निर्णयले तपाईलाई भिडभन्दा फरक बनाउँछ। हाम्रो यस भिडियोलाई मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्नुहोस्। यस्तै मोटिभेसनहरूको लागि फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते, धन्यवाद।